हेलो नमस्ते एभ्रिवान वेलकम टु ब्याक न्यू भिडियो आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै आरामै छु आज चाहिँ हामी ब्रुम्लिङ हिल्स जान थालेछौँ गाइज हामी चाहिँ 3 जना छ यहाँ अनि साथीहरू चाहिँ पसलमा कुर्दैछौँ लेट्स सी गाइज के हुन्छ एउटा स्पिकर पनि बोकेको छु मैले चाहिँ सो गाइज हामी चाहिँ घरबाट निस्किसक्यौँ हाम्रो डनजी कता पुग्नु भएछ सो गाइज हामी चाहिँ हिँड्दैछौँ बाटोतिर हेलो सो गाइज हाम्रोतिर चाहिँ मकै यस्तो भइरहेछ टुई टुई लाएर हिँडिहाल्यौँ हामी 3 जना हिँड्दै खुट्टामा हेर्न मन लाएर खुट्टामा हेरेको त कपडामा त माटो लागेको रहेछ माथि पुग्ने बेलासम्म के हुने हो भन्दै सोच्दै हिँडेँ अनि बाटोमा चरा भेटिहालेँ चरा त उडिहाले अनि साथीहरू चाहिँ पसलमा थिए त्यो दिदीको पसलमा पनि गयौँ त्यसपछि साथीहरूलाई जिस्काउन थालेँ साढे साथीहरूसँग एकछिन जिस्के त्यसपछि सामान के किन्ने भनेर सल्लाह गर्नतिर थालेँ अनि सल्लाह गरिसकेपछि सामान लिनतिर लागेँ अनि दिदीलाई चुइगम दिन्न भनेको त चुइगम त सबै लानु न भनेर पो हाँस्नु भइरहेको रहेछ अनि सामान सबै किनिसकेपछि हिसाब गर्नतिर लागेँ हिसाब सबै सकेपछि हामी त्यहाँबाट निस्क्यौँ सबैलाई अगाडि हिँड न भनेको थिएँ म पछि हिँड्छु तिमी अगाडि हिँड भन्दै पो रोकेर बस्छ त गाइज अनि ल म पछाडि सबै अगाडि जानु भनेर भने त्यसपछि टुई 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 लाएर सबजना हिँड्न थाले सब आफ्नै धुनमा पो हिँड्न थाले त बोल न भनेको थिएँ बोल्दैन अनि एउटा हातमा फुल देखेर फुल मागेको एकछिनको लागि भयो भने देऊ न भनेको नदिने भनेर झन् हिँड्छ यार अगाडि अनि त्यसपछि मलाई रिस उठेर है के भनेर जिस्काइदिएको त झन् उसले नै मलाई उल्टै हाँसाइदिइहाले हाम्रो चाहिँ यहाँबाट मजाले सिडी चढ्ने सुरु हुन्छ अनि हामी चाहिँ टुई 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 लाएर सिडी चढ्दैछु गाइज जति मागे नदिएको फुल माथि पुगेपछि त दिइहाल्यो म नि के कम भनेर भिडियो बनाउनको लागि लिइहाल्यौँ भिडियो बनाइसकेपछि उसलाई नै फिर्ता दिइहालेँ अनि फुल पनि ल्याऊ ब्याग पनि बोक ल भनेको हुन्छ अरे अनि उसले मेरो ब्याग पनि बोके फुल कसलाई हो भनेर सोधेको त भन्दै भनेन अनि मेरो ताल के कम भनेर जिस्काइदिएको त झन् रिसाइदिइहालेँ अनि त्यसपछि पानी पनि पर्न थाले छाता ओढेर भए पनि हामी आफ्नो गन्तव्यतिर लागे अनि सिडी चाहिँ लास्टै चिप्लो थियो पानी पर्या भएर माथि चढ्न खोज्यो झन् तल जान्छ त गाई घाम लाग्यो भए यस्तो बबाल भ्यू देख्थ्यो गाई छैन पानी परेर बर्खाको समय त हो नि त्यही भएर कुहिरोले ढाकिरहेछ पुरै त्यही पनि खिचिहालेँ मैले चाहिँ थोरै भए पनि अरूलाई चाहिँ कस्तो लाग्यो थाहा भएन मलाई चाहिँ दामी लागिरहेको थियो है गाइज कुहिरो लागे पनि भ्यू चाहिँ आफ्नो गाउँ आफैलाई राम्रो भने त्यही त अनि गाइज हामी चाहिँ लगभग त्यस्तै 200 सिडी जति चढ्या होला कुकुरभन्दा बेसी स्याँ र फँ गर्न थालिए अनि म के कम सबभन्दा धेरै जिस्काउनेमै पर्छु सबलाई जिस्काउँदै हिँडिहालेँ अनि नजिस्काउन हिँड्नै नसकिरहेको बेला भन्दै थियो म चाहिँ तलतिर भ्यू हेर्नतिर लागेँ ट्याक्कै यहाँ चाहिँ हामी आधी बाटो आइपुग्यौँ अब त्यस्तै आधी बाटो चाहिँ बाँकी नै छौँ अनि त्यहाँबाट फेरि तलतिर भ्यू हेर्न मन लागेर भ्यू हेरिहालेँ यसो माथि क्यामेरा गरेको त त्यहाँको मान्छे नै चिन्नलाई गाह्रो भएर कुहिरोले ढाकेर गाइज के गर्नु हिँड्न नसकेपछि त जुत्तामा माटो यति टाँस्या थियो कि हिँड्नलाई नै गाह्रो भइरहेको थियो गाइज अनि माथि पुग्न थाल्ने बेला त यसो हेरेको त घाम लागेको त या बबाल भ्यू देखिहालेँ खिचिहालेँ अनि ट्याक्क लाएर हामी चाहिँ फाइनली गन्तव्यमा पुगियो अनि उनीहरू चाहिँ सब खुसी भइरहेको थियो आफ्नै धुनमा ल अब त फोटोसुट गर्नुपर्छ अरे डल्लीले त है अनि त्यो कपाल मिलाउनतिर लाग्यौँ भने भिडियो सुट गरौँ भनेर एकछिन भिडियो खिचिदिइहालेँ ल सुरु गरौँ न त भिडियो फोटो खिच्न भनेर हामी चाहिँ फोटो खिच्नतिर लाग्यौँ म कुहिरो यस्तो लागेको थियो नि गाइज भन्नै सकिँदैन अब सब आफ्नै मोबाइल निकालेर भिडियो खिच्न फोटो खिच्ने ल भन्दै थियो ल हुन्छ म खिचिदिन्छु नि त ल बस्नु नि त भनेर बसिहाल्यौँ गाइज सबको फोटो खिचेर सकेपछि
यसो बच्चाको हरकत त गर्नु पर्यो भनेर सब उफ्रिनतिर पो लाग्यो। भ्याएको त उफ्रे चाहिँ सबजना उफ्रे, अनि कोही नाच्ने कोही उफ्रिने। म चाहिँ सेम भ्याएको त उफ्राइ भइरहेको थिएँ है गाइस। अनि बाख्रा चराउने दिदी आउनु भइरहेको रहेछ, ल मेरो भिडियो खिचिदेऊ भनेर बाख्रा लखर दिएँ। अनि त्यसपछि खाजा खानातिर लाग्यौँ। यहाँ पनि बच्चाकै हरकत गरिरहेको थिएँ कि गाइस सबले, म बाहेक। अनि त्यसपछि त्यो पनि फोटो भिडियो खिचिहाल्यौँ हामीले। फोटो भिडियो खिचिसकेपछि त्यो खाजा चाहिँ हामीले खायौँ। खाजा खाएर बस्दै थिएँ, हाम्रो राष्ट्रिय जनावर आउँदै रहेछ। अनि भिडियो क्लिप लिइहालेँ, कस्तो राम्रो थियो कि गाइज। अनि सब भिडियो क्लिप लियौँ, एकछिन रमाइलो गऱ्यो। त्यसपछि हामी बुमदिङ हिल्सबाट चाहिँ फर्क्यौँ गाइज। अब हामी मकनपुरतिर लाग्छौँ गाइज। मकनपुरमा चाहिँ नवनिर्मित नेपाल एयरलाइन्स थियो, अनि अर्को बुद्ध स्तूपा पनि थियो, त्यहाँ चाहिँ घुम्न पाएन। एयरलाइन्समा चाहिँ एकछिन घुमेँ, अनि त्यसपछि मौसमले पनि साथ दिएन, त्यही भएर घरतिर फर्क्यौँ। आजको लागि चाहिँ यति नै। तपाईँलाई मेरो भिडियो के कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोला।